नमस्कार, म सुनबहादुर विक। आज म तपाईहरु सामु एउटा कुरा गर्नलाई उपस्थित भएको छु। आजभन्दा विगतको 30 दिन मेरो जीवनयापन शारीरिक रूपमा अशक्त व्यक्तिहरूको बीचमा भयो, जहाँ कोही जन्मजात आँखा नदेख्ने हुनुहुन्थ्यो भने कोही जीवनको आदि आँखा देख्दै समाजमा आफ्नो जीवनयापन गरेर आउनुभयो र अचानक आँखा देख्न छोड्नुभयो। त अर्को थरीको मान्छे आँखा पनि देख्नु हुँदैन र कान पनि सुन्नु हुँदैन। त्यो ठाउँमा 30 दिन बिताउँदै गर्दा मैले धेरै कुराहरू जीवनमा पहिलो अनुभव गर्न पाएँ, धेरै कुराहरू सिक्न त पाएँ। त्यो बाहेक मनमा एउटा यस्तो कुरा चाहिँ खुल्दली भयो कि ती व्यक्ति जो मेरो बुवाको अनुहार कस्तो छ, मेरो आमाको अनुहार कस्तो छ भनेर थाहा पाउन चाहँदा चाहँदै पनि सक्दैनन्। उनको बुवा आमाको स्वर र स्पर्श बाहेक हेरेर चिन्न सक्दैनन्। सोच्नुस् कि उनको जीवन कसरी चलिरहेको छ। र अर्को व्यक्ति भनौं जीवनको आदिकालसम्म चाहिँ तपाई र म जस्तै समाजमा घुलमिल हुँदै विभिन्न काम गर्दै आफ्नो जीविकोपार्जन गर्नुभएको मान्छे अचानक आँखा देख्न छोड्दा सम्झिनुस् कि तपाईले मेरो भिडियो हेर्दा हेर्दै केही पनि देख्न छोड्नुभयो। कल्पनामा अनेक कुरा छ, तपाईले हरेक कुरा देख्नु भएको थियो, तर अब त्यो कल्पनामा बाहेक तपाईले प्रत्यक्ष चाहिँ देख्न सक्नु हुँदैन। त्यो व्यक्तिको भित्री आत्मामा कसरी पीडाले बास ल्याएको होला। अर्को व्यक्ति जो देख्न त सक्दैनन् संसार कस्तो छ, आहा हरियाली वनपाखा भनेर चिन्न उनले शब्दमा बाहेक कल्पना गर्न सक्दैनन्। ओहो हिउँद लागेछ, वन जंगल उजाड भयो भन्ने कुरा शब्दमा बाहेक उनले महसुस गर्न सक्दैनन्। तर ती कुरा पनि उनले सुन्न नसक्नु कसरी बितिराखेको होला उनको जीवन। लेख्न पढ्नलाई पनि त आँखा नदेखे पनि सुन्न सक्नु पर्छ होला। कसरी उनीले आफ्नो जीवन बिताएका छन्। मैले यो सबै कुरा तपाईहरु सामु यस कारणले शेयर गर्दै छु कि ती किसिमका व्यक्तिहरू पनि समाजमा अनेकौं हुनुहुन्छ। भए तापनि दुःख सुख बाध्यतावश भनौं आफ्नो जीवन यापन गर्दै हुनुहुन्छ। जीवन कट्दै आइराखेको छ, भोलि पनि कट्ने छ। स्वयं आफैले गर्दा अथवा चाहिँ तपाई हामी जस्तै सकुशल व्यक्तिको सहयोगले गर्दा जे भए पनि उहाँले आफ्नो जीवन त कटाउनुहुन्छ। र कुरा रह्यो तपाई र मेरो, तपाई र म यो गर्न पाएन, त्यो गर्न पाएन, यो खान पाएन, त्यो खान पाएन, बुवाले मलाई नराम्रो गर्यो, आमाले नराम्रो गर्यो, छोराछोरीले इष्टमित्रले कसले चाहिँ नराम्रो वचन लगायो, कसले चाहिँ नराम्रो भन्यो। छोड्दिनुस् यो सब कुरा, किनभने जीवनको हरेक ठाउँ हरेक क्षेत्र स्थिर हुँदैन। अघि भने जस्तै मान्छे देख्दा देख्दै आँखा देख्न छोड्छ। बोल्दा बोल्दै सुर गुमेका मान्छे पनि हुनुहुन्छ होला समाजमा। स्थायी केही पनि छैन, सब कुरा अस्थायी हो। तपाई र म बाँच्दासम्म
बाँच्दासम्म पनि नभनौँ, तपाईँ र म अहिले नजिक हुँदासम्म एकअर्कालाई खुसी दिन सक्ने भएर चाहिँ जीवन बिताउँदा राम्रो हुन्छ होला। किनभने तपाईसँग म रिसाएको छु, मसँग तपाईँ रिसाउनु भएको छ र मैले तपाईँसँग माफी माग्न खोज्दै गर्दा मेरो स्वर गुम्यो। मलाई कतिको पश्चाताप हुन्छ होला। मानिलिउँ कि मेरो स्वर गुमेन, तपाईँले कान सुन्न छोड्नुभयो। मैले माफीका हजारौँ शब्द भने तापनि, माफीका हजारौँ साहित्य रचे तापनि तपाईँले सुन्न सक्नुहुँदैन। नसुनेको कारणले तपाईँले मलाई क्षमा दिन सक्नुहुँदैन। भने छ त कि छैन? जो छ अहिले छ, जो छ आज छ। थाहा छैन, म बोल्दा बोल्दै यहीँनिर मेरो जीवन समाप्त हुन पनि सक्छ। र यो पनि थाहा छैन, तपाईँले मलाई हेर्दा हेर्दै, तपाईँले मलाई सुन्दा सुन्दै तपाईँको जीवन समाप्त हुन पनि सक्छ। यिनी कुराहरू 30 दिन जो शारीरिक रूपमा अशक्त व्यक्तिहरूको बिचमा भएर मात्रै सिकेको जानेको भन्ने कुरा होइन। पहिले पनि गुरु वर्गहरू, बुवा आमाले धेरै नै यस्ता कुराहरू अग्रजहरूले सिकाउनु भएको नै हो। तर यसपल्ट भने असाध्यै गहिरो किसिमले चाहिँ मलाई मेरो मनमा छुन पुग्यो। त्यसर्थ तपाईँहरू सामु सेयर गर्न खोजेँ। समग्रमा भन्नुपर्दा भिडियो लामो हुन पुग्यो। समग्रमा स्थायी केही पनि कुरा छैन, सब कुरा अस्थायी हो र भरिपूर्ण कोही पनि छैन। जो छ अहिले छ, जो छ आज छ, जो छ तपाईँमा छ, जो छ ममा छ। एक पटकको मानवको छोला हो, अर्को पटक भन्ने थाहा छैन, कसैले देखेको छैन, भोगेको छैन। त्यसर्थ खुसी भएर बाँचौँ। धन्यवाद। आफू पनि खुसी हौँ। सक्त सहन रहन्जेल आफ्नो लागि आफै गरौँ र अशक्त मान्छेलाई सहयोग गरौँ। त्यो नै मानवता हो, त्यो नै धर्म हो भन्दै अन्तिम समय हेरिदिनु भएकोमा फेरि पनि धन्यवाद।